मैले भिजा इन्टरभ्यूको लागि प्रिपेयर गर्दाखेरि प्लान आफ्टर ग्रेजुएसनको एन्सर सबै धेरैजनासँग सोधेँ अनि सबैले त्यही भिजा जसरी लाग्छ त्यसकै अनुसारले एन्सर बनाउनु भयो। तर प्लान ड्युरिङ ग्रेजुएसन कसैले भनेन होइन। मलाई त त्यही लागेको थियो युएसमा पुगेर अनि त्यसपछि ड्युरिङ ग्रेजुएसन भनेको काम मात्र गर्नुपर्ने हो। तर इक्जाम आइसकेको छ अनि इक्जामको लागि यसरी पढ्नु पनि पर्छ भनेर थाहा पाएँ अहिले। त्यही पढ्नु परिरहेछ नि। अब नेपालमा बस्दाखेरि मलाई पनि त्यही लागेको थियो कि मात्र युएसमा ग्रेडिङ सिस्टम एकदम सजिलो छ होइन। अनि A+ मजाले आउँछ, मजाले ग्रेड आउँछ। तर यहाँ आएर थाहा भयो कि यहाँ पास हुनु पनि गाह्रो हुन्छ, टाइम नै हुँदैन। अब टाइम नभएर पढ्नु परिरहेछ। अब 2-3 दिन अगाडि हामी पढिरहेछौँ अनि 2-3 दिन अगाडि फाइनल सेमेस्टरको इक्जाम छ, सेमेस्टरको फाइनल इक्जाम छ। अनि सेमेस्टरको फाइनल इक्जाम भएर अब सेमेस्टरभरि के पढेछौँ त्यो सबै कुरा अहिले 2-3 दिनमा पढ्नुपर्ने हो। अनि 2-3 दिनपछि सबै जति सब्जेक्ट हुन्छ त्यो सबै सब्जेक्टको इक्जाम छ। त्यसकै प्रिपरेसन चलिरहेछ अहिले। फेरि हामीलाई ग्रेड धेरै पनि चाहिएन, हामीलाई पास हुन मात्र चाहियो। धेरै ग्रेड लिएर आएर के गर्ने होइन। ग्रेजुएट भएर काम पनि पाउन्न त यता युएसमा।